हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ हामी 6 जना साथीहरू मिलेर ड्राई पिकनिकको लागि खोलातिर जाँदैछौँ। ड्राई पिकनिक पनि हुन्छ अनि गर्मी पनि थियो, यसो रमाइलो पनि हुन्छ अनि पौडी पनि खेल्न हुन्छ भनेर हामी चाहिँ घरबाट 9 बजे निस्केको। तर खानेकुराहरू रेडी पार्दा 11 बजेको थियो कि। त्यसपछि चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। त्यसपछि हामी गोर्सियाँ चोक पुग्यौँ अनि त्यहाँ गएर एकछिन सल्लाह गरेर अटोमा जाने कुरा भयो। अलि कम हिँड्नुपर्छ भनेर अनि हामी चाहिँ अटोमा गएको थियौँ। जाँदा जाँदै खानेकुरा लगेको चाहिँ फुस्किएको थियो कि। त्यसपछि हामीले बनाएर अनि माथि गयौँ, अटोबाट झऱ्यौँ। त्यसपछि हामी चाहिँ रमाइलो गर्दै गएको थियौँ। अलिकति हिँड्नुपर्ने थियो नि त खोलामा जानको लागि। त्यसले गर्दा यताउति गर्दै भिडियोहरू बनाउँदै गएको थियौँ। भ्यू पनि एकदम राम्रो देखिरहेको थियो। हामी चाहिँ यताउति गर्दै भिडियो गराउँदै गएको थियौँ। अलिकति माथि थियो खोला, अलि पुग्न टाइम लागेको थियो कि। त्यही पनि हामीले भिडियो गराउने यताउति गर्ने हो। अब यसपछि त कहिले गइन्छ भन्ने हुन्छ नि त। हामी धेरै टाइमपछि गएको। अब चाहिँ हामी कहिले जाने त्यही भएर हामी चाहिँ भिडियोहरू बनाइरहेका थियौँ। यताउति चटक पार्दै टिकटकको लागि धेरै क्लिपहरू लिएका थियौँ। त्यसपछि मैले यो उसमा पनि राखेँ। त्यही गर्दै चाहिँ हामी खोलामा पुग्यौँ अनि हामी सबै साथीहरू थियौँ। कति चाहिँ झरिसकेको थिएँ कि खोलामा। हतार यताउति हुन्छ नि त, सबैसँग हुन्न। यो चाहिँ हाम्रो खोलो हो। पानी त्यस्तो देखिएको थियो तर अलि माथि चाहिँ पानी थियो कि। हामी चाहिँ अब खानको लागि भनेर यस्तो पानी नभएकोमा बसेका थियौँ। पता न हो है जाना कहाँ पे अभी, चले नहीं उड़े आसमां पे पता चले नहीं उड़े आसमां पे अभी, पता न हो है जाना कहाँ पे अभी। हामीले चाहिँ रमाइलो गरेर खाएर पनि पौडी खेलेर अनि घरतिर जाने समय भयो कि 5 बजिसकेको थियो। अनि त्यसपछि हामी त्यहाँ खोलाबाट निस्क्यौँ। भ्यू चाहिँ एकदम राम्रो देखिरहेको थियो कि। 5 बजिसकेको थियो। अब अलि माथि आएर चाहिँ हामी फेरि अब चटपटी बनाउन लाग्यौँ कि। अब लगेको सामान त सक्नु पऱ्यो, हामी त धेरै सामान लगेको थियौँ। त्यसपछि हामीले चटपटीहरू खायौँ। त्यहाँबाट चाहिँ हामी हिँडेर बाटोमा आयौँ। जाँदाखेरि अटोमा गएको थियौँ, आउँदाखेरि चाहिँ हिँड्दै आयौँ। यो चाहिँ अर्घाखाँची जाने बाटो गाइस। अब यताउति गऱ्यौँ, भिडियोहरू चाहिँ बनायौँ, सबै टिकटकहरू बनायौँ। यो चाहिँ हाम्रो घर आउने बाटो गाइस। त्यहाँबाट चाहिँ हामी गाडी चढेर चाहिँ बस चढेर चाहिँ आयौँ गोर्सियाँ आएर फेरि हामीले चाहिँ जुस खान लाग्यौँ कि। गर्मी जस्तो भएको थियो, साँझ परे पनि हामीलाई चाहिँ कस्तो भएको थियो। त्यसपछि यहाँबाट चाहिँ हामी अब सबैजना साथीहरू छुट्टिने बेला हुन्छ। एकजना साथी चाहिँ पहिल्यै छुटिसक्यो। त्यसपछि चाहिँ हामी यहाँबाट छुट्यौँ। अब भिडियो बनाउन चाहिँ आउँदैन जस्तो अनि बोल्न पनि के बोलौँ भन्ने हुन्छ कि। त्यही भएर ल, थ्याङ्क यू फर वाचिङ गाइज।